एका देशमा हरेक दिन दिउँसो एउटा भिखारी एउटा घरको ढोकामा आएर उभिन्थ्यो र त्यो घरकी महिला चुपचाप उसलाई एउटा थाल भोजन दिइदिन्थे। 2 रोटी, अलिकति भात र तरकारी। भिखारी हात जोडेर भन्थ्यो, हे प्रभु, तिम्रो लाख लाख धन्यवाद छ, त हरेक दिन आफ्नो दूध पठाइदिन्छस्। यसरी हरेक दिन भिखारी आउँथ्यो, महिला उसलाई भोजन दिन्थी र ऊ भगवानलाई धन्यवाद दिन्थ्यो। तर एक दिन छिमेकी महिलाले व्यङ्ग्य गरिन्, कसलाई खुवाइरहेकी छेस् तैले? जसलाई आफ्नो होस छैन ऊ तेरो खाएर भगवानलाई धन्यवाद दिन्छ। छिमेकीका ती तानाहरू सुनेर उसको मनमा चोट लाग्यो। उसले सोचिन्, खुवाउने त म हुँ, अनि धन्यवाद भगवानको? अर्को दिउँसो उसले थालमा मुसा मार्ने विष मिसाइदिई र मुस्कुराउँदै आफैसँग बोली, आज हेरौँ त यसले कसरी भगवानलाई धन्यवाद दिन्छ। तर जस्तै उसले भान्साबाट बाहिर निस्केर भिखारीलाई भोजन दिन लागि, त्यसै बेला भित्रबाट एउटा आवाज आयो, जो अरूको पेट भरिदिन्छ, कहिल्यै तेरो पेट पनि त्यहीबाट भरिएको हुन्छ। उसको मुटु काँप्न थाल्यो। उसले थालको खाना डस्टबिनमा फ्याँकिदिए। फेरि भान्सामा गएर नयाँ ताजा खाना बनाए र भिखारीलाई दिए। भिखारीले थाल लिँदै भन्यो, सायद आज मेरो समय टरेछ, भगवानले फेरि तपाईलाई पठाइदिनु भयो। भिखारीले खाना लियो र त्यही एउटा रुखको छायामा बसेर खान थाल्यो। त्यही समयमा ती महिलाकी छोरी स्कुलबाट रोइरहेकी आइरहेकी थिए। उसलाई धेरै कडा भोक लागेको थियो। उसले भिखारीलाई खाइरहेको देखेर उसको नजिक गई। भिखारीले उसलाई खाना खुवायो। छोरी मुस्कुराउँदै घर गई र उसले आफ्नी आमालाई सबै कुरा सुनाए। छोरीका कुरा सुनेर महिला स्तब्ध भइन्। त्यो रात उनलाई निन्द्रा आएन। पुरी रात सोचिरहिन्, यदि त्यो विषालु खाना मेरी छोरीले खाएकी भए के हुन्थ्यो। त्यही दिनदेखि उनले सङ्कल्प गरिन्, अब म हरेक थाल यस्तो बनाउने छु जस्तो भगवान आफै खाना आउँदै हुनुहुन्छ। आज जुन थाल कुनै भोकासम्म पुग्छ, भोलि त्यही थाल हाम्रो आफ्नै कुनै प्रियजन कहाँ फर्केर आउन सक्छ। त्यसैले कहिल्यै कसैको भोकलाई हल्का नठान, त्यहाँ भगवान आफै भोकै बसेको हुन सक्छ। प्रणाम। यदि यो कथा मन छोयो भने लाइक गर्नुहोस्। यस्तै प्रेरणादायी कथाहरूका लागि च्यानल सब्स्क्राइब गर्न नबिर्सनु।